त्यति मात्रै हो पोखरा मात्रै जाने हामीलाई समाचारमा नि नाचिन्छ भन भाइ कुर्ती लगाउनु हुन्छ हुन्छ आहा दाउरा सबै मेरो नागरिकताको सरलक्कै नाम सबु गुरुङ छ सो त्यसैले नानीको नामै सब गुरुङ भइसक्यो यहाँ त्यसो काइकिङको लागि एकदम एक्साइटेड म त एकदम सपना देखिरहेको छु कस्तो हुन्छ भनेर त्यति मात्रै हो पोखरा मात्रै जाने हलो गाई जनेको को त्यो हलो गाई भने लन्डन पनि जानु पर्ने लुङ्गी लाएर हामी यसरी ए लन्डन अस्ति सुरेश म लन्डन गएको गरेर ढल्ला जस्तो लन्डन भन्छ गरिसक्यो गरेर ढल्ला हामीलाई समाचारमा नि नाचिन्छ भन तिमीले जता नै जान्छौ
ए होइन भिडियो अगाडि अगाडि गएर हेलो हामी के गाउँ रे यो धम्पुस गाउँ आइसक्यौँ गाइज तपाईहरु पनि आउनु होला धेरै राम्रो छ कस्तो लाग्यो त एकदम रमाइलो लाग्दैछ राम्रो रहेछ हजुर म त युट्युबमा हाल्ने हो नि त नि आउँछ भनेको त भनेको हामी कता अब मेरो युट्युबमा मैले एडिट गरी गरी हाल्छु कि बिस्तारै बिस्तारै भिडियोहरू हाल्न थालेँ कि मैले गरी के छ नि त घोसे गर्नु नि त्यहाँ कुन होटल हो रे 360 हेलो गाइस आयो हामी चाहिँ धम्पुस आएको होइन धम्पुस गाउँमा कस्तो तपाईहरुलाई कस्तो लागेछ गाउँ रमाइलो भर्खर फर्स्ट टाइम आउँदैछु यहाँ हाम्रो राइडर चाहिँ अहिले फ्रेस अवस्थामा छ हेर्नुस् यहाँको अवस्था म चाहिँ बिहान एक ट्यागले फ्रेस भयो ल यहाँको अवस्था अब त अहिले चाहिँ एकदम राम्रो माहौल छ यहाँको अवस्था उता 360 आयो कस्तो दामी है यस्तो गली गलीमा बनाउनुपर्छ क्या अहिले अरूले देख्दैन नि मलाई त त्यस्तो म आफू राम्रो हजुर यही हो 360 किन यहाँको को हो दाजु दाजु कता होला ल हाम्रो होटल आयो आहा सिंगल
नमस्ते नमस्ते ल ल हजुरहरूले भन्ने बित्तिकै कुखुरा भाले खोजेर काट्न लगाएको छु अब त्यो आउँछ अनि अरू त यसो बस्दै गर्नु होला ओके अहिले हाल खाने चाहिँ के छ त भोकले मनाउनको लागि फिलहाललाई उनीहरू छैन अघि नै भन्नुपर्ने नि खाजाहरू के भन्छ के बनाउने र चाउचाउ सुप बनाउने फेरि अहिले भात खानु पर्यो फेरि यिनीहरू क्या भुटनहरू क्या भुटन हल्का है भुटनहरू क्या भुटनहरू अब एकैछिन रेस्ट गर्दा टुक त खाइहाल्यो नि त अनि डाक्टरलाई त नखुवाइसम्म त नआउँदो रहेछ चाउचाउ नखान्छ नि डाक्टरलाई अनि नखाइसम्म त अनि कस्तो राम्रो देखिन्छ होला है त्यहाँ माथि अलि गाउँ सब घुम्ने कि खाना खाने अनि गाउँ घुम्नुपर्छ क्या यहाँ टिकटकहरू बनाउने यता उताबाट भाइ कुर्ती ल्याउनु हुन्छ हुन्छ तल भेज अनि हात म खाने हो कलेज एउटा खानु जाने बनाउनु पर्छ नि गाईहरू चाहिँ खाना खाएर सुत्यो मैले सुदेवीलाई लठाइ लगिन्छ म पनि छ मायाको यो गर्दैन मलाई कुन बाटो जाने तल तल झर्नु तल तल जाने हो खैदिनु तपाईँ चस्मा एउटा नयाँ चस्मा किने हो ए हो टन्टा टन्टा आलु रमला हो आलु ल्याउ चस्मा त्यो राम्रो के त्यो अहिले मैले बनाएको बेसी राम्रो छ हेलो गाइज हामी चाहिँ यताबाट चाहिँ अलिक घाम यताबाट यस्तो यो त खाने जाँदैछ क्या यो खाने पकाउनु होइन यो हो हो ल कसरी देख मेरो भिडियो बनाउनु अब यहाँबाट भइ भिडियो छ के गर्ने यतिकै मेरो माथि खिच्यो अन्त गाउँको जस्तो लालपाते फुलेन यो पानी चाहिँ किन झुन्डाछ
के ए रुख टमाटर है माग ल होला होइन तल हो के यता बाटो यता बाटो होला नि है भने कताबाट जाने हो पोखरी चोक पनि कहाँ हो पोखरी चोक पुग्ने कहाँ हो यतैबाट जाने आमा रोड होइन क्या हामीलाई गाउँ चाहिएको हो कि कहाँको रोड नि ल धन्यवाद आमा यो सोल्टी यो गाउँको सोल्टी सबै विदेश गयो अरे कोही नबस्दो रहेछ कि अहिले त स्पाइडर प्लान्ट यस्तो भइरहेको नि त स्पाइडर प्लान्ट पनि यस्तो राम्रो भइरहेको कि सबै बान्दामा गाह्रोमा पहिला त बेसरी परल बोकेर यो भा बिसाउँछ होला नि उलालेको फुल पनि रुख पनि यहीँ यो के हो अनि कोही छैन भाइ सबै बिजुली बिल त त्यहीँ हालिराख्या खै मान्छे खै गाउँमा कोही छैन सुनसान छ त्यही त हो पर्यटकहरू आउने भारी लङ्गाउ को तल बसेको गाडी यहाँ हेर्नु मान्छे छैन अरे कि यतातिर खासै
त्यता हो लङ लङ्गो उdio डाँडामा होइन हामी गएको त्यहाँ धेरै छ नि मान्छे उdio लङ्गो त्यहाँ त्यही त त्यो माथिपट्टि त्यो डाँडामा त्यो माथि चिया बगान दामी छ हौ आमा कति राम्रो रहेछ त यही रहेछ यो बाटो तपाईँ यही रहेछ हेर्ने हो यही हो कि सबैजना यो साली कस्तो भेनाको फैली म यो बनाएको हो ए रोड छ कि बाइकै चलाउँछ कि मेन गाउँ नि यही हो कि सबै मर्मत गरिरहेको रहेछ आहा दाउरा गरिरहेको छु त मैले भिडियो त मेरो च्यानलमा तपाईँहरूको प्रशस्त मात्रामा अनुहार आउने भयो अनुहार प्रशस्त मात्रामा खुसी माया गुरु सबभन्दा धेरै अनि माइली अरूहरूको अनुहार चाहिँ अलिक कमै छ तपाईँ त छुट्टी क्यामेरा पनि अगाडि नै आउँछ आहा दाउरा गरिरहेको छु त मैले भिडियो त मेरो च्यानलमा तपाईँहरूको प्रशस्त तनी कोदो त बेसरी पाके छ जेठमा रुपियाँ कोदो हो अलि राम्रो छैन समातेको क्या एउटी रातो छ नि त्यो एयरपोर्ट हो कि त्यो छ नि त्यो एयरपोर्ट हो कि त्यो रातो छ नि त्यो तनाउन नपरेको कि त्यो तनाउन छैन त्यो के हो त्यो एयरपोर्ट हो कि त्यो के राति कि बिहान जानु पर्दा ड्राइभरै छैन रे मलाई यहाँ सबैको के थाहा मोबाइलको पासवर्ड मोबाइलको त के अरे ब्याङ्कको त थाहा होला मोबाइल चाहियो भने सबैको पैसा चोर्न सक्छु फेरि म त्यस्तो खालको मान्छे फेरि मैले नचाहेर मात्रै हो खै गीत गाएको
Talita sale pomba bien. तिमी सौदै जाऊ न माया जिन्दगी बिसाउँदै कतिजना 1 जना 2 जना 3 जना 4 जना 5 जना जिन्दगी बिसाउँदै त्यो पैसा कुरो नगर्नु ल 500 400 भुटकेला राखेको फेरि थाहा छ 200 पैसा भनेको छु मैले आज सिजन छैन त सबै गइसक्यो त नि अस्ति नै हो त सिजन त तर यता राम्रो देखियो गम्मै चियो न औषधि फिगर खुसीले गर्ने हो सबैसँग गर्ने हो तपाईँहरू सबैजना गर्ने हो गर्ने हो सक्छ के किन डर हाल्छ ग्याङ छ नि हाम्रो त ग्याङ हो नाइटो ग्याङ हाम्रो ग्याङको नाम के भन्नु त निटु ग्याङ हजुर अनि मिलिहाल्छ नि लेख्नुपर्छ नाम लेख्नुपर्छ इन्सुरेन्स हो पनि एउटा भन्नु त ल पन्जा होइन पन्जा एलिसा हो हजुर हजुर नखेल्ने नखेल्ने हजुरहरू हामी ग्रुपमा काशी सिङ्गल हो ल तपाईँ के ल भन्नुहोस् खेल्ने नखेल्ने खुसी भएन हाम्रो ग्रुप हो है तपाईँहरू त ठुलो ग्रुपबाट बोटिङ हजुर चाहिँ हजुर काइकिङ गर्ने नगर्ने पहिला चस्मा लाउँछ ल काइकिङ गर्ने भनेर त यस्तो खतरा कपडा लगाएर आएको छु त्यो नदेखाएको त्यो चाहिँ अलि मेरो युट्युबमा गइ जान्छ कि अब ए सबै गर्ने काइकिङ गर्ने चक्कर लाग्दैन यदि मसँग हिँड्नु अर्को दुवैमा खेल्ने त्यसमा सबु गुरुङ निशा होइन तपाईँको नाम हजुर मेरो नाम निशा हो किन फेसबुकमा सबु भयो त ल भन्नुहोस् त्यसो भने सबै मेरो नागरिकताको सर्लक्कै नाम सबु गुरुङ छ सो त्यसैले त्यसैले नानीको नामै सबु गुरुङ भएपछि हाम्रै सबु गुरुङ नै हुन्छ ए यो पनि एउटा इन्सुरेन्स हो केही भयो हाल्यो भने त्यो हो नि त यो नि रिस्क हो नि त सबु गुरुङ ल हजुर हजुर काहीँ गर्ने नगर्ने होला हेलो हेलो जी हजुरलाई कति एक्साइटेड छ त काइकिङको लागि एकदम एक्साइटेड म त एकदम सपना देखिरहेको छु कस्तो हुन्छ भनेर बिनु सुन्ता लिजा एलिसा माया चक्कर लाग्यो भने झरिहाल्न त अनि एनी मोर नो मोर ल 7 जना ल चक्कर लाग्यो भने झरिहाल्ने आमाहरूले यो समातेर बस्छ
आमाहरू नि घुम्छ नि के को जान्छ 1 घण्टा घुमेर आउँछ हामी के समस्या न होइन के रे हामी त उयो छतरीबाट जानु पर्छ है यो कपडाहरु कहाँ ए छतरीबाट भने त लैन्छ नि तपाईले यो रुममा त्यो अनि माथि त डर कोही के छैन पुरो दाना गरम लाग्छ बिस्तारै गर्दैन के लैजा हैन म एउटा खेलेर म फोटो खिचेर आयो आफै त्यसो कहाँ पाउँछ होला त्यस्तो त हुँदैन हजुर नगर्ने ल भन्नुस् अनि हजुर चाहिँ म त हेर्ने मान्छे दर्शक काम त गर्नु के चक्कर लाग्ने यदि मसँग हिँड्नु अर्को डुङ्गामा खेल्ने त्यसमा सबु गुरुङ निशा हैन तपाईको नाम हजुर मेरो नाम निशा हो किन फेसबुकमा सबु भयो त ल भन्नुस् त्यसो नि सबै मेरो नागरिकताको सर्लक्कै नाम सबु गुरुङ छ सो त्यसैले त्यसैले नागरिकको नामै सबु गुरुङ भएपछि हामी सबु गुरुङ नै हुन्छ ए यो पनि एउटा इन्सुरेन्स हो केही भयो हाल्यो भने त्यो हो नि त यो नि रिस्क हो नि त मल्छ सबु गुरुङ ल हजुर हजुर काहीँ गर्ने नगर्ने होला हेलो हेलो जी हजुरलाई कति एक्साइटेड छ त काइकिङको लागि एकदम एक्साइटेड म त एकदम सपना देखिरहेको छु कस्तो हुन्छ भनेर बिनु सुन्त लिजा एलिसा माया चक्कर लाग्यो भने झरिहाल्न त अनि एनिमोर ल 7 जना ल पेमेन्ट चक्कर लाग्यो भने झरिहाल्ने त्यो डुङ्गा यो च्याप्टो डुङ्गा हामीले लान्छ र उनीहरू हिँड्यो हैन जाउँ अब मैले एउटा मात्रै खिच्यो कालो एकअर्काले हेर स्माइल हाँस्दिन न हा गर्दैन मेरो कति टाढो नै चलेन हामीलाई
कता कता कहाँ मैले म त मेरो साथीको किन हो म त मेरो के हो कहाँ गयो होला यही होला बोलाउ न यहीँ बस्छ हामी भित्र गएर यहीँ बस्ने यहीँ बस्नु नि यहीँ बस्ने म त निसा भन्नु आउँदैन पोखरी मान्छे कस्तो लागिरहेको भने सोध न मलाई साथीलाई भेट्न पाउँदा एकदम एक्साइटेड एकदम खुसी लागिरहेको हेर न हेर सबैजना हेर सबै हेर्छ भने बाहिर मेरो घर नबोल्ने यहाँ म युट्युब भिडियो बनाउँछु
गुड मर्निङ बन्दीपुर आई लभ यु बन्दीपुर पहाडकी रानी बन्दीपुर बन्दीपुर हिजोको ठिटाहरू कता गयो झोला चाहिँ पठाइदियो बाइकमा बाँध्यो कि त्यो झोला सबै अचम्म लाग्यो कि उनीहरूलाई त अनौठो लाग्यो त्यस्तो त्यस्तो मनपर्छ मलाई बुढो भयो नि चट्ट परेको गुड मर्निङ त्यो लास्टको बुढो मन पर्यो बुढो भयो नि ड्रेस चट्ट भएको एकदम मनपर्छ मलाई बुढो भर्खरको मन आँसु मनपर्छ होला नि हाम्रो लागि हामी राम्रो छ ड्रेस लाएर